सो साथीहरू, यदि तपाईँहरू चाहिँ मरिसस जाने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण हुनेछ। सो साथीहरू, फेरि पनि तपाईँहरूलाई हाम्रो यस भिडियोमा स्वागत छ। सो आजको यो भिडियोमा मैले तपाईँहरूलाई भन्छु कसरी तपाईँहरूले चाहिँ मरिसस जान सक्नुहुन्छ र मरिससको रोजगारीको चाहिँ केही हामीले भ्याकेन्सीहरू चाहिँ तपाईँहरू समक्ष प्रस्तुत गर्ने नै छौँ। यदि हाम्रो यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिहाल्नु होला र भिडियोलाई एउटा लाइक गरी चाहिँ यो भिडियोलाई सेयर पनि गरिदिहाल्नु होला, किनकि हामी यस्तै भिडियोहरू तपाईँहरू समक्ष प्रस्तुत गरिराखेकै हुन्छौँ र यो भिडियो बनाउन हामीलाई एकदमै मेहनत लाग्नेछ, मेहनत लागेको पनि छ। सो कृपया तपाईँहरूले चाहिँ एउटा लाइक चाहिँ गरिदिहाल्नु होला। यदि तपाईँहरूलाई चाहिँ पुलिस रिपोर्ट, सिभी, युरोपासहरू बनाउनु परेमा तपाईँहरूले चाहिँ हामीलाई सम्झिन सक्नुहुन्छ। हाम्रो यही भिडियोको डिस्क्रिप्सनमा रहेको व्हाट्सएप ग्रुपमा चाहिँ जोइन हुन सक्नुहुन्छ। हामीले तपाईँलाई पक्कै पनि हेल्प गर्नेछौँ र यहाँ तपाईँहरूले चाहिँ मैले केही मरिससको डिमान्डहरू बताइदिनेछु र कसरी तपाईँहरू चाहिँ जान सक्नुहुन्छ, कति लागत लाग्नेछ त्यसको सम्पूर्ण जानकारी मैले यहाँ चाहिँ स्क्रिनमा रहेर दिने नै छु। र यो भिडियो चाहिँ तपाईँहरूलाई चाहिँ एकदमै अन्तिमसम्म हेर्नुपर्नेछ। अन्तिमसम्म हेर्नुभयो भने तपाईँहरूले चाहिँ एकदमै पुरै राम्रोसँग बुझ्नुहुनेछ। सो यहाँ तपाईँहरूले चाहिँ मेरो स्क्रिनमा हेर्दै जानु होला। सो यहाँ स्क्रिनमा मैले प्रस्तुत गरेको डिमान्डहरू चाहिँ मरिससमा रोजगारी भनेर यहाँ कम्पनी हेर्न सक्नुहुनेछ। कोलोरेडो लिमिटेड भनेर छ यहाँ है त। अब यहाँ कामदारको पदहरू यहाँ हेर्न सक्नुहुन्छ। नम्बर 1 मा चाहिँ एयर कन्डिसनिङ एन्ड रेफ्रिजरेसन टेक्निसियन भन्ने छ। पुरुष 10 जना छ यहाँ होइन। अनि नेपाली रुपियाँ यहाँ हेर्न सक्नुहुन्छ। लगभग 68,000 69,000 छ है त, 552 रुपियाँ। अब यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ उमेर, यहाँ खाना सुविधाहरू पनि छ। त्यहाँ कम्पनी अनुसार हुनेछ खाना सुविधा होइन। अनि प्रतिदिन काम गर्ने घन्टा भनेको 8 घन्टा हुनुपर्ने छ। अनि हप्तामा चाहिँ 6 दिन काम गर्नुपर्ने है। अनि खाने बस्ने सुविधा भने छ है त, कम्पनी अनुसार छ। अनि करार अवधि 2 वर्ष। अब तपाईँहरूले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ सम्पूर्ण यहाँ तपाईँहरूले चाहिँ डिमान्डहरू यहाँ रहेको छ। बेकरी, पेस्ट्री मेकर, बारम्यान, बेकरी स्टाफ, बेलम्यान, भ्यालेट पार्किङ भनेर, कार्पेन्टर सटरिङ भनेर, कुक जेनरलमा चाहियो, जेनरल इलेक्ट्रिसियन चाहियो, हेड वेटर चाहियो, पेन्टर चाहियो, पेस्ट्री स्टाफ चाहियो, प्लम्बर चाहियो, स्पा थेरापिस्ट, मेस्योर भन्ने चाहियो, वेटर चाहियो, वेल्डर चाहियो। यति सम्पूर्ण चाहिँ डिमान्डहरू यहाँ तपाईँहरू चाहिँ हेर्न सक्नुहुनेछ। र यहाँ चाहिँ चलानी नम्बर माथि त्यहाँ हेर्न सक्नुहुनेछ 60 25 13 86 भनेर। यो चाहिँ एकदमै लेजिट हो भनेर तपाईँहरू चाहिँ कन्फर्म गर्न वैदेशिक रोजगारी एपमा गएर चाहिँ तपाईँहरू चाहिँ बुझ्न सक्नुहुनेछ। अब यहाँ तपाईँहरूले चाहिँ कुन मेन पावरबाट जाने भन्न इच्छा भइरह होला होइन। सो तपाईँहरूले चाहिँ आफूले बुझेको चाहिँ मेन पावरमा जानु होला। र यदि तपाईँहरूले चाहिँ एकदमै ट्रस्टेड कोही छ, कोही गाउँघरको मान्छेहरू गएको छ भने तपाईँहरू चाहिँ त्यही मेन पावरबाट जानु होला। तपाईँहरूले एकदमै राम्रो हुनेछ त्यहाँबाट गएपछि है त। त्यहाँबाट एकदमै ट्रस्ट पनि हुनेछ। सो यो भिडियो चाहिँ कुनै स्पोन्सर भिडियो पनि होइन, मैले तपाईँहरूलाई मात्र डिमान्ड मात्रै बताइदिने गरेको छु। सो तपाईँहरू चाहिँ यो भिडियो मार्फत तपाईँहरूले चाहिँ डिमान्ड बुझ्न सक्नुहुन्छ। अनि मेरो अनुसारमा चाहिँ एउटा एमबी ह्युमन रिसोर्स प्राइभेट लिमिटेड भन्ने रहेको छ, वसुन्धरा काठमाडौँ। टेलिफोन नम्बर छ, इमेल पनि चाहिँ यहाँ तल मैले दिइसकेको छु। यहाँबाट नि जान सकिन्छ। सो एकचोटि बुझेर मात्र जानु होला। अनि आगामी भिडियोमा मैले यस्तै डिमान्डहरू प्रस्तुत गरिराख्ने नै छु। सो च्यानललाई पक्कै पनि सब्सक्राइब गरिदिहाल्नु होला। अझै केही जानकारी पाउनु परेमा तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला र त्यहाँ व्हाट्सएप ग्रुपमा चाहिँ पक्कै पनि जोडिनु होला। अब हामी चाहिँ अग्लो भिडियोमा भेट्नेछौँ।